हजुर हजुर गीत 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 अहिले नरल उहाँले फुटाउनु ए आजको हाम्रो बिटिएस है तिमी बिटी ल छोड छोड ल लिउँ ए निरञ्जन छोड ल लिउँ दाइ लानु पखमा आऊ भन्छ भने त कट 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 एक्सन हात झार्नु बिस्तारै हो स्याट भएर ल नानी आऊ निराश भएर बस्नु आफ्नै तालमा आफ्नै हाल्नु छोरी आएको थाहा छैन है निराश बाबा भनेर अङ्गाल हाल नानु कन्ट्रोल कन्ट्रोल नवीनजी कन्ट्रोल गर्नु अलिकति रोलिङ एक्सन के रे यो बोल्नु भन्दा नि हाँसो स्माइल स्माइल लाइट बालौँ न लाइट क्यामेरा रोलिङ एक्सन यो हे काका के गर्छन् काकाले छोरी जाऊ यो काम गर्दा यो लाएर काम काटेर हो मारिदियो त एउटा ड्रेस त हुन्छ त एक्सन के भयो दुईजना हामी बुवा गरेर 6 जना भन्छ नि बुवाले अर्को एकजना ल रेडी क्यामेरा ल गर्नुहोस् कुन यो कन्टिन्यू पनि भइरहेछ मैले चलिरहेको
दाउरा ऊ सार किनकि यो भाइलिन गरेर काट्यो भने तनाव भने त पछि देख्न पाइएन नि त भाइलिन हुँदैन नत्र भने त भाइलेन भनेर ल रेडी आर्टिस्ट मोड क्यामेरा एक्सन घर सर बनाउला टक्क राम्रोसँग गरौँला छोरीलाई ऊ पढाउला यस्तै कुराहरू हाँसो अलिकति स्माइल स्माइल फेसमा नबिन्दी ठिकै छ यस्तै साइड मारौँ एउटा ल जान तिमीहरू एकछिन त्यहीँ बस त किन क्यामेरा एक्सन कतै केही चिप्लियो भने भान्जा प्रब्लम पाण्डेजी मात्रै बोल्ने होइन दुईजना क्वेसन एन्सर भयो दुवैजना बोल्नु पर्यो फेरि नभए एक्लै बोले आफूले गर्नु दुवैजना त्यस क्वेसन दुवैजना त्यो कुरा के चलाइदिएछ न यति अब होइन आइपुगेन त एकछिन आइपुगेन केटा पो भन्यो डलर भने बसे जतिले नि होइन यहीँ पनि इन्डिङ हुन सक्छ थोरै राखेर के गर्नु पर्दैन धेरै चाहिँ थोरैमा त्यस्तो होइन झाकल झुकुल राख्नु भयो झाकल झुकुल गर्नु होइन निरञ्जन भित्रको त फ्ल्याक्सलाई हटाऊ ल निरञ्जन त्यतातिर लाग्नु मेन सिक्वेन्स कस्तो ग्रेन बल ल्याएको त्यही त युट्युबमा राखेको कस्तो ग्रेन बल कट कट हो अगाडि देख्ने पाण्डेजी तपाईँले ढिलो गर्नु ढिलो मलाई छिटै गर्नुभयो तपाईँले तिर खिच्यो केटी ल्याएर पछाडिबाट एउटा उस भाडाले हानेर रगसगन ननिकालौँ युज बनाइदियो केटालाई केटीले मैले लिएर हिँडेँ भने के गर्ने के गर्छ ए नानीलाई भित्र पठाऊ यो ज्याकेट घरि चेन्ज गरेर एक्सन है बाबा आउनुभयो पहिले
पुरा स्याड मात्रै हो कि एङ्गल नि आउँछ स्याड मात्रै एकचोटि यस्तो हेरेर अनि अँगाल हाल्ने कि सिधा अँगाल अघि अङ्गाल हालिसकेको गइसक्यो भित्र गएर चेक गरेर हो ल छिटो हाम त अहिले गएको रात पनि क्यामेरा हेर्नु भयो रामजिताले क्यामेरामा हेर्नु एक्सन लाउने कि के अलरेडी पुरै गरौँ न ल कटिङ अहिलेको नानी यताउति भएको छ भने ठ्याक्कै लगाइदियो के भइरहेको थियो यहाँ बिच जङ्गलमा नवीनजी के भइरहेको यहाँ भाँडाकुटी खेलिरहेको छ ल ल ल ल ल बिस्तारै हाल्नु ल रेडी गो दुःख सुख सँगै काटौला एकचोटि जान त अझै जानु ल परदेशबाट तिमी आएपछि घरको परदेशबाट तिमी अब म मेरो स्टाइलले गाउँछु ल अहिलेसम्म तपाईँको स्टाइलले गाएँ ए हस् 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 हुन्छ हुन्छ परदेशबाट तिमी आएपछि घरको छानो ढलनले ढकौला ढोकासँग घर बनाई दुःख सुख सँगै काटौला ढोकासँग घर बनाई दुःख सुख सँगै काटौला ठिक छ एकदम पर्फेक्ट